यो सत्रका सभापति, वरिष्ठ अधिवक्ता, निर्वाचन समितिका प्रमुख आदरणीय सीताराम केसीज्यू, मेरो आदरणीय नेता विश्वप्रकाश शर्माज्यू, मञ्चासीन सबै नेपाली कांग्रेसका नेतागण, यहाँ उपस्थित सबै अग्रजहरू, उपस्थित सबै साथीहरू, सबैलाई फेरि एकपटक मेरो हार्दिक जय नेपाल। आज हामी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई विशेष ढंगले समापन गर्ने क्षणमा आइपुगेका छौं। आजभन्दा 68 वर्ष पहिला यस्तै एउटा क्षण आएको थियो, तर काठमाडौँमा होइन, विराटनगरमा। कार्यक्रमको सभापति हुनुहुन्थ्यो नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला, र त्यो बेलामा कार्यक्रममा मञ्चमा आज विश्वप्रकाश शर्मा बसेको जस्तै गरी बस्नु भएको थियो सुवर्ण शमशेर। सुवर्ण शमशेर नेपाली कांग्रेस पार्टीको सभापति हुनुहुन्थ्यो। सुवर्ण शमशेरले चाहनु भएको भए अझै केही वर्ष सभापति रहिराख्न सक्नुहुन्थ्यो, तर सुवर्ण शमशेरले आफै निर्णय गरेर विशेष अधिवेशन गराउनु भयो, र त्यो विशेष महाधिवेशनबाट जननायक बीपी कोइरालालाई निर्विरोध पार्टी सभापतिमा निर्वाचित गरियो। त्यसको एउटै उद्देश्य थियो, पार्टीमा आन्दोलन जानुपर्ने एउटा बाध्यता थियो पार्टीलाई। त्यो आन्दोलन निर्माण गर्नका निम्ति आजको दिनमा बीपी कोइराला योग्य पात्र हुनुहुन्छ भन्ने ठानेर सुवर्ण शमशेरले त्यो अधिवेशन गराउनु भएको थियो। यो नेपाली कांग्रेसको परम्परा हो। सर्वोच्च कमान्डर गणेश मानसिंह हुनुहुन्थ्यो। राजा वीरेन्द्रले बोलाएर तपाईं प्रधानमन्त्री हुनुपर्छ भनिसके पछाडि म होइन महाराज प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई बन्नुहुन्छ भनेर आएको पार्टीको हामीहरू कार्यकर्ताहरू। आज नेपाललाई दुखेको बेलामा, नेपाली कांग्रेसलाई घाउ लागेको बेलामा हामी पनि योभन्दा भिन्न माहौलमा, भिन्न परिस्थितिमा हाम्रा सबै श्रद्धेय नेताहरूको उपस्थितिमा भव्यतापूर्वक विशेष अधिवेशन भएको त्यो दृश्य, त्यसको साक्षी बस्न चाहन्थ्यौं। हामी कसैको पनि यो रहर थिएन यो भिन्न ढंगले यसरी अधिवेशन होस् भनेर। यो बाध्यता हो, तर यो बाध्यता यो ठाउँसम्म हामी आइ नै पुग्नु पर्थ्यो। यो जोखिम हामीले उठाउनै पर्थ्यो, र आज यो जोखिम मैले भन्दा बढी जोखिम तपाईले उठाउनु भएको छ, तल बस्ने साथीहरूले उठाउनु भएको छ, यहाँ बस्ने स्टेजमा बस्ने थुप्रै नेताहरूले उठाउनु भएको छ। र आज हामी नेपाली कांग्रेसको विशेष अधिवेशनको, विशेष महाधिवेशनको एउटा ऐतिहासिक क्षणमा छौं। म तपाईहरु सबैप्रति आभारी छु। नेपाली कांग्रेस जस्तो पार्टीको, जुन पार्टीको सभापतिको नाम लिँदाखेरि मात्रै पनि यो पार्टीमा यो सभापति हुनुभयो, यो सभापति हुनुभयो भनेर पार्टीका सभापतिहरूको नाम लिँदै गर्दाखेरि मात्रै पनि गर्वले छाती फराकिलो हुन्छ। त्यो हाम्रो महान पार्टी नेपाली कांग्रेस पार्टीको सभापति जस्तो जिम्मेवारी आज तपाईहरुले सम्पन्न भएको छ। यो सानो जिम्मेवारी होइन, यो सानो अभिभार होइन। म इमानदारीतापूर्वक तपाईहरुको बीचमा शपथ खाएर भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सम्पन्न भएको छ, तपाईहरु कसैको पनि शिर निहुराउने अवस्था आउन दिने छैन। नेपाली कांग्रेस पार्टीको शान राख्छु। यो पार्टीमा लाग्ने तमाम पार्टीका साथीहरूले नेपाली कांग्रेस भएको कुरामा गौरव हुने अवस्था बनाउँछु, र हाम्रो देशमा कांग्रेस जस्तो पार्टी छ भन्ने अवस्थामा नेपाली कांग्रेस पार्टीलाई तपाईको सहयोगबाट पुर्याउने हो। र नागरिकहरूलाई यस्तो अप्ठ्यारो बेलामा पनि कांग्रेस छ भन्ने कुराको, जसरी हिजो कांग्रेसले भरोसा दिलाउँदै आयो, चाहे त्यो राणाशाहीको बेलामा होस्, चाहे त्यो पञ्चायतको बेलामा होस्, चाहे त्यो हिजो कुनै बेलाको नेपाल चाहिँ एउटा युद्धको चपेटामा परेको बेलामा होस्, त्यही भरोसा जगाउने काम फेरि एकपटक नेपाली कांग्रेसले गर्नेछ, तपाईलाई विश्वास दिलाउन चाहन्छु।